Nepal's capital Kathmandu after the government suspended the chief of the Nepal Electricity Authority, Kulman Gising. नमस्कार साथीहरु, एउटा यस्तो समय थियो 24 घण्टामा नेपाल 18 घण्टा अन्धकारमय संकटमा बाँचिरहेको थियो। जब 2073 सालमा एक व्यक्ति नेपाल विद्युत प्राधिकरणको चेयरम्यानको रूपमा आउँछन्, त्यसपछि 18 घण्टाको लोड सेडिङ 0 घण्टामा आउँछ। साच्चै नै तपाईलाई फिल्मी शैलीको कथा जस्तो लाग्न सक्छ र एक्चुअलीमा यो साँचो कुरा हो। उनी हुन् उज्यालोको नायक कुलमान घिसिङ, जसले घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याए लोड सेडिङ अन्त्य गरी लाखौं जनताको मन जिते। कुनै उज्यालोको नायकलाई 2081 साल चैत्र 11 गते मन्त्री परिषदको बैठकले गलत आरोप लगाई पदबाट हटाउने निर्णय गर्यो। आज हामी कुलमानलाई किन देख्न सक्दैन यो सरकार, किन हटायो आकस्मिक रूपमा, सम्पूर्ण कुरालाई डिटेलमा बुझ्ने छौं। सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने जबदेखि नेपालमा ओली सरकार आयो, यो सरकार हात धोएर कुलमानलाई हटाउन लागि परेको छ। उत्तर सिधा छ, कुलमान घिसिङ माफियाहरूका लागि समस्या बनेका थिए। उनकै कारण बिजुली माफियाहरूको धन्दा बिग्रियो, ठुला हाइड्रो पावर डिलहरू रोकिए, नेताहरूको कमिसन बन्द भयो। तर पर्खिनुस्, खेल यति मात्र थिएन। नेपालमा बिजुली बेच्ने र किन्ने खेल पुरानो हो। ठुला हाइड्रो पावर कम्पनीहरूले महँगो मूल्यमा सरकारलाई बिजुली बेच्थे, तर कुलमानले यो खेल सबै बन्द गरिदिए। अब सोच्नुस्, यदि करोडौं खेलमा रमाइरहेका माफियाहरूको धन्दा बन्द हुँदा उनीहरूले के गर्थे? सांसदहरूमाथि दबाब दिन थाले, ऊर्जा मन्त्रालयका अधिकारीहरूलाई कन्भिन्स गरे, मिडियाका हेडलाइनहरूलाई कन्ट्रोल गर्न थाले। अनन्त सरकार र माफियाहरूको खेल सुरु भयो। कुलमान घिसिङ व्यवस्थापन असफल भन्ने कथा बनाइयो, बिजुली आपूर्ति अस्थिर छ भन्ने भ्रम फैलाइयो, उनीमा लोयलिटी नभएको भन्दै उनको नैतिकतामा प्रश्न खडा गरियो र नयाँ नेतृत्व आवश्यक छ भन्ने बहाना निकालियो र उनलाई पदबाट हटाइयो। हजारौं गुलमान लिएर आउने छ। सरकार कमिसन खोर व्यापारीहरूको पक्षमा छ, यो प्रमाणित गरेको छ। उज्यालो नेपाल बनाएर के गल्ती गरे कुलमानले? घाटामा गएको विद्युत प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे कुलमानले? जब कुलमान, बालेन, रवि जस्ता परिवर्तनकारीहरूलाई सिद्ध्याउने षड्यन्त्र हुन्छ, तब प्रश्न उठ्छ सरकार कुन बाटोमा अघि बढ्दैछ। मुलुकलाई लोड सेडिङ मुक्त गराएर के गल्ती गरे कुलमानले? भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले? यही हो गणतन्त्रको उपलब्धि। के प्रधानमन्त्रीज्यू तपाई हिटलर बन्दै हो? म सरकारसँग माग गर्न चाहन्छु कि कति पैसा कुन एनजिओ मार्फत आए केमा लगानी भयो। कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ, पर्सि हटाइन्छ। यदि भोलिबाट यो तस्करी रोकिएन भने म गृहमन्त्रीज्यूलाई 0 नम्बर दिन्छु। धन्यवाद। बुझाइ एकदमै सहज छ। नेपालको हर क्षेत्रमा भ्रष्टाचारले सीमा नागेको छ। विद्युत प्राधिकरण मात्र एक भ्रष्टाचार मुक्त कार्यालय थियो, तर यो कुरा मन परेन यो सरकारलाई। मलाई त कति अपमानित गरे, कति चाहिँ निरुत्साहित गरे भन्ने कुरा त मैले कुनै दिन भनौँला तपाईलाई। अहिले आज मलाई धेरै टाइम छैन, हैन, तर यति अपमानित छ। यदि कृषिमा खेती गर्न सकेको भए सरकारले देशको मुहार फेरिने थियो, तर यो सरकार भ्रष्टाचारको खेती गरिरहेको छ, देशलाई डुबाइरहेको छ। अब प्रश्न तपाईलाई, 18 घण्टाको लोड सेडिङ हटाएर अर्बौं घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याए, तर किन यो सरकारले अपमानजनक रूपमा कुलमानलाई हटायो? ओली सरकारप्रति तपाईको धारणा के छ? कमेन्ट गर्नुहोस्।